हाई एभ्रिवान वेलकम ब्याक माई युट्युब च्यानल। सो सबैजनालाई मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत छ। सो आई होप सबैजना एकदमै सन्चै हुनुहुन्छ होला। एक्चुअली म पनि एकदमै फाइन छु गाइस। सो आज चाहिँ हामी बुर्तिबाङ जाँदैछौँ बर्थडे पार्टीको लागि। सो हामी चाहिँ दुई बुढाबुढी जाँदैछौँ। हाम्रो बाइक चाहिँ त्यहाँनिर छ। सो अगाडि के कस्तो हुन्छ भिडियो हेर्नु होला। अनि मेरो युट्युब च्यानल मगर ब्लग 9840 लाई चाहिँ सबैजनाले सब्सक्राइब गर्न नबिर्सिनु होला गाइस है। अनि अगाडि मेरो भिडियो हेर्नु होला के कस्तो हुन्छ आजको बर्थडे पार्टी प्लस आजको बाटोको यात्रा के कस्तो हुन्छ टक्क हेर्नु होला है त गाइस। ल हटाउँदैन भाउजू ल गाइस, अब हामी चाहिँ टक्क घरदेखि हिँडिसक्यो। हाम्रो चाहिँ जो अब बुर्तिबाङको यात्रा सुरु हुँदैछ। आज चाहिँ हामी दुई बुढाबुढी टक्क बर्थडे पार्टीमा जाँदैछ। पानी पनि पर्न आँटिरहेको छ। अब हेरौँ के कस्तो हुन्छ, पानीले भेट्छ भेट्दैन है त। तो यहाँनिर बाटो चाहिँ एकदमै अप्ठ्यारो छ गाइस। आजको मौसम त एकदमै कचरा गरिरहेछ भनौँ न है। पानी आउन लागिरहेछ। अहिले पानी चाहिँ परिरहेको छैन। अब कहाँ पानीले भेट्छ थाहै छैन गाइस है। ल ओ अङ्कल बुर्तिबाङतिर हाम्रो टक्क हाम्रो प्रतापको बाबा है नयाँ लाउरे। यो चाहिँ टक्क प्रतापसँग यो भिडियो चाहिँ मेन्सन हानिदिनु पऱ्यो गाइस। मेरो सानैदेखिको जिग्री दोष हो प्रताप चाहिँ। अहिले चाहिँ पोखरातिर छन् भनौँ न। म चाहिँ टक्क यता गाउँतिर छु। तेल पनि एकदम कम भएको छ गाइस है। आज चाहिँ तेल पुग्छै पुग्दैन हेरौँ। पानीले चाहिँ भेट्छ जस्तो लागिरहेको छ हामीलाई। त यस्ता कपडाहरू पनि लिएर आएको छैनौँ बर्थडे पार्टीमा। अब एकछिन हो भनेर आएको नि त, त्यही भएर गाइस है। खुट्टा माथि बनाउँदा पानी पऱ्यो भेट्यो। ल है त टक्क यो त सोमर हो। यहाँ त जति पानी पुऱ्योहरू पाउँछ। हामी चाहिँ यहाँ चाहिँ बाटो एकदम चिप्लो छ है गाइस। ए गाइस बाटो लास्टै चिप्लो छ है त। यहाँको बाटो चाहिँ लास्टै कचरा छ है। गयो मेरो पाइप त। सबै गयो एकैचोटि। यो त कपडामा पुरै हिलो फर्क्यो नि त। बाटो चाहिँ एकदमै गाह्रो छ यहाँनिर। यो सुमको भन्दा तल यसलाई के भन्छ, यो नयाँ पौरसनिरको बाटो चाहिँ एकदमै अप्ठ्यारो छ। अगाडि हेर्न सक्नुहुन्छ भिडियोमा है। अब चाहिँ हामी यो घुमाइनिर आइसक्यौँ। जहाँ पूजा हुने गर्छ। यहाँको यो वरिपरि सबै
बासिन्दाहरूले यसलाई चाहिँ मान्ने गर्छ, र चाहिँ हामीले यहाँ चाहिँ हर्न बजाउनु पर्ने हुन्छ। ट्याक्क धोमा आइपुगेँ। त्यहाँ तलदेखि कमान जाने बाटो छ, अहिले तपाईँहरूले देखाउँछु। उल्टा पारी हुँदैन, यो कमान जाने बाटो हो। यो चाहिँ जाने बाटो हो। यो चाहिँ बाख्राहरू छ। अब त्यसमा चाहिँ अब उकालो ओह्रालोमा नै सजिलो हुने भयो के अरे। अनि यो अब्रोडको कुरा गर्दा चाहिँ ओह्रालोमा भन्दा चाहिँ उकालोमा सजिलो हुन्छ। फेरि अब्रोडमा नि ओह्रालोमा नि अब राम्रै बाटो छ, चिल्लो बाटो छ भने चाहिँ ओह्रालोमा पनि सजिलो हुने भयो के अरे। अब्रोडमा फेरि गिट्टीहरू धेरै छ, हिजो धेरै छ, चिल्लो छ भने चाहिँ ओह्रालोमा बाइक चलाउनु चाहिँ गाह्रै हुन्छ, एकदमै रिस्की हुन्छ। गिट्टीहरूले फालिदिन्छ, बाइक फालिदिइहाल्छ। उकालोमा चाहिँ जस्तो उकालोमा चिप्लो छ भने चाहिँ उकालोमा नि गाह्रो हुन्छ, तर गिट्टीसँग चाहिँ केही प्रब्लम हुँदैन उकालोमा। आफूले अलिकति एक्सपिरियन्स चाहिँ हुनु पऱ्यो त्यसमा। त्यति भयो भने चाहिँ उकालोमा नि ढुक्क हुन्छ। बाइक अप्ठ्यारो भनेको ओह्रालोमा चाहिँ हो, त्यो पनि गिट्टी भएकोमा। अब यो उकालो है त, अब यसमा ओह्रालोमा चाहिँ एकदमै अप्ठ्यारो हुन्छ भने एकेर हालेर त्यसरी एकेर हाल्ने। अनि यसरी आफूले लिक गिराउनु भएन, यसरी लिक नबिगाएर अनि यसरी लग्यो भने चाहिँ भयो। ट्र्याक्टर पनि आउँदैछ, यसरी सजिलो हुन्छ। त्यो चाहिँ बोङ्गडवान भयो, जहाँ अब यो नम्बर तमानखोला गाउँपालिका 1 को वडा कार्यालय अनि गाउँपालिका भयो। त्यहाँ चाहिँ यसमा चाहिँ 12सम्म स्कुल पनि छ भनौँ न। म पढेको नि यहीँ हो, म पढेको स्कुल पनि यहीँ बोङ्गडवानमा छ। अनि हामी चाहिँ अहिले अब टक्क यो बोङ्गडवान हुँदै बजार हुँदै हामी बुर्तिवाङको यात्रा लाग्छौँ। ल अब हामी चाहिँ बोङ्गडवानको पुल आइसक्यो। पानी चाहिँ परिरहेको छ कि छैन सुन्नुहुन्छ अगाडि। यो चाहिँ हामी पढेको स्कुल भयो है, जस्तै बोङ्गडवान भयो है। ल बजार चाहिँ है दामी छ। ल यहाँ चाहिँ कहाँको जन्ती टक्क जन्ती भेट्थ्यो त गाई। जन्तीको गाडी छ क्या। खुट्टा भेट्यो लाग्यो र। कस्तोमा गाडी रोकेर बसिरहेको, साइड लगाएर बस्नु कि न जस्तो गरेर। जन्तीको गाडीहरूले ल्याङ हान्दा चाहिँ त्यहाँ बाटोमा पुरै अवरोध गरेर बसिरहेको छ। अलिकति साइड लगाएर चाहिँ बस्नु न, अरू पनि हिँड्नु पर्दैन बाटो, उनीहरूको मात्रै निजी बाउको बाटो जस्तो गर्छ। पानी परिरहेको छ है। हामीसँग रेनकोटहरू पनि छैन गाई। अब हामी छिटो नै बुर्तिवाङ पुग्नुपर्ने हुन्छ। हामीसँग एक्स्ट्रा कपडा पनि छैन नि त, त्यही भएर हतार भइरहेछ। गाडीमा बाटोमा गाडी रोकेर बसिरहेछ है, साइड पनि नदिएर। अलिकति बाइक छिर्ने साइड त राखिदिनु न। यस्तै छ गाई है, त्यही हो, नबोल्नेलाई केही छैन गाई नेपालमा। अब हामी बोङ्गडवान टक्क कटेर भालीबाङतर्फ लाग्दैछौँ। भालीबाङ पछि फेरि हिँड्दाखेरि हुँदै बुर्तिवाङको यात्रा नै हाम्रो लास्ट हुनेछ। अहिले पानी पर्दैछ, हामी
अलिकति छुने भयो त अनि यो चाहिँ हाम्रो खेतरा भयो। यहाँ पनि अहिले सानो 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 बस्ती सुरु हुँदैछ। मैले आफ्नो साइड च्याप्नु पर्ने हुन्छ क्या, म चाहिँ रङ साइडमा आएको छु अहिले। अहिले यो भालीबाङदेखि नर्दा खुङ्गानी जाने बाटोको अवस्था चाहिँ यो भालीबाङदेखि माथि चाहिँ अझै पनि नाजुकै छ भनौँ न, एकदमै अवरोध छ, खाल्डेखुल्डी भयो है। ग्राभेल पनि अहिलेसम्म आएको छैन, वहीँसम्म अलिकति ढलान हुँदैछ, त्यो पनि एकदमै अप्ठ्यारो ठाउँमा। सरी भालीबाङसम्म तपाईँहरूलाई अहिले अगाडि देखाउँछु। भालीबाङसम्म चाहिँ अहिले ग्राभेल प्लस त्यो पानीहरू आउने ठाउँमा चाहिँ ढलानहरू हुँदैछ, ठुलो नालीहरू काट्ने काम हुँदैछ। यता चाहिँ कहिले हुने हो थाहा छैन गाइस है। बाटो यता एकदमै अप्ठ्यारो छ, कुकुर बसिरहेको छ, एकदमै अप्ठ्यारो छ। तपाईँहरूलाई अहिले देखाउँछु त्यहाँ भालीबाङदेखि तल चाहिँ काम धमाधम भइरहेको छ, त्यहाँदेखि माथि चाहिँ काम अगाडि बढ्नै सकेको छैन। हेर्न सक्नुहुन्छ बाटोको अवस्था, आमामा यो पारा यो बाटोको ल ल ल ल ल ल ल ओहो ल ल ल ल ल ल ल ओहो त्यस्तो छ बाटो। भालीबाङमा पनि अहिले नयाँ नयाँ घरहरू बनिरहेको छ। यहाँ पनि सानो बजार बन्दैछ, मिनी मार्केट भनौँ न, मिनी मार्केट बन्दैछ गाइस यहाँ पनि। यो चाहिँ भालीबाङ पुल भयो। यहाँदेखि माथि चाहिँ कमान खोला गाउँपालिका सुरु हुन्छ। योदेखि माथि चाहिँ त्यो टक्क धानहरू रोपेर टकाटक बनिरहेको छ गाइस। बाटो नि त्यस्तै बनाएर हुन्छ नि त, हामी बाइकरवालाहरूलाई सजिलो हुन्छ। गाडी त केही छैन, गाडी त हेरिरहेको हो, हिँड्छ पनि ठिकै छ, गाडीलाई चाहिँ राम्रै छ बाटो। तर हामी बाइकवालालाई चाहिँ अलिकति अप्ठ्यारै मानिन्छ यो बाटो चाहिँ। अहिले टक्क बर्खा नि लागिसक्यो गाइस, खोलाहरू बढेर त्यत्रो ठुलो भइसक्यो। यो बाटो चाहिँ त्यो छ। ल यहाँ चाहिँ धमाधम काम बन्दैछ, हेर्न सक्नुहुन्छ है। बाटो दिन्छ कि दिँदैन गाइस, बाटो दिन्छ जस्तो लागेन। बाटो चाहिँ खुल्ला रहेछ, हामी जाँदैछौँ गाइस। यहाँदेखि चाहिँ अब धमाधम कामहरू सुरु भइरहेको छ। यहाँदेखि चाहिँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ टक्क अब चाहिँ ढलान पनि कम्प्लिट भइसकेको छ है। यो बाटो चाहिँ एकदमै दिगो टिकाउको लागि हो, किनभने यो पिचभन्दा लगभग 50% नै यो चाहिँ बलियो हुन्छ, त्यस्तो टिकाउ हुन्छ। घुम्ती चाहिँ सानो छ कि यसमा चाहिँ घुम्ती पुग्दैन, गाडी आइदियो भने त पक्कै छैन। ल हेर्न सक्नुहुन्छ यहाँको यो जुन त्यहाँको एक्ज्याक्टली यो ठाउँ चाहिँ भालीबाङभन्दा अलिकति तल, जुन योभन्दा अगाडिको वर्षमा एकदमै अप्ठ्यारो बाटो मानिने बाटो हो यो चाहिँ। अहिले चाहिँ यसको विकासको गति चाहिँ तीव्र हुनुका साथै कम्प्लिट पनि भइसकेको छ गाइस। यो यता चाहिँ अहिले एलाउड छैन, किनभने यसमा नयाँ भर्खर ढलान गरेको छ। यो बाटो चाहिँ ओपन रहेछ, हामी यता जानुपर्ने हुन्छ। यहाँ चाहिँ काम सुरु हुँदैछ, हेर्न सक्नुहुन्छ ढलान हुँदैछ। ल बाटो चाहिँ सानो छ गाइस, सानो छ। ल यता चाहिँ नालीहरू पनि काटेर भ्याइसकेको छ, अनि वालहरू पनि लगाइसकेको छ, हेर्न सक्नुहुन्छ।
यो रडहरू टक्क यो तरिकाले बुनेर ढलान हुन्छ, जसको टिकाउ चाहिँ लामो समयसम्म हुन्छ। इन्जिनियरले पनि यस राम्रै पास गर्छ नि त। ल यताको बाटो चाहिँ अब बनाउनु पर्ने छ गाइस। यहाँनिर चाहिँ यहाँ चाहिँ बाटो उपल्लो रहेछ। अब चाहिँ त्यहाँ तल बनाउन अब सुरु गर्छ होला। नालीहरू पनि काट्छ, नालीहरू त पुरानै रहेछ। यहाँ चाहिँ अब यहाँदेखिको बाटो चाहिँ मैले त्यति नराम्रो भन्नु मिल्दैन, किनभने अब्रोड बाटो यतिको हुनु भनेको एकदमै राम्रो हो। यो बाटोलाई नराम्रो भन्यो भने मलाई नि सराप दिन सक्छ यो बाटोले चाहिँ। ल हेर्न सक्नुहुन्छ बाँदर गाइस अगाडि, दुईवटा बाँदर है त गाइस। यहाँ चाहिँ पहिला नि केही वर्ष अगाडि नि ग्राभेल भएको थियो भने यही वर्ष नि यो ग्राभेल भएर सकिसकेको बाटो हो यो चाहिँ। तर राम्रो छ। त्यही पनि मैले चाहिँ अब के भन्छु भने चाहिँ गाइस, प्रत्येक वर्ष ग्राभेल हुन्छ त्यसको लागि, अनि फेरि बर्खा लाग्यो भनेदेखि अर्को फेरि अर्को वर्ष ग्राभेल गर्छ। अब त्यसरी ग्राभेल गरेर अनि डबल खर्च हुन्छ नि त। अब त्यसको लागि रेडी पार्ने भनेर ग्राभेल गरेर हुन्छ, बर्खा लागिदिन्छ, फेरि बाटो बिगारिदिन्छ। अब हिउँदोमा डाइरेक्ट पिच गर्न मिल्दैन नि त, फेरि अर्को ग्राभेल गर्नु पऱ्यो पिच गर्नलाई त। त्यसको गर्दा चाहिँ प्रत्येक वर्ष ग्राभेल तर पिचै हुँदैन। पिच गर्ने बेलामा बर्खा लागिदिन्छ, बाटो ग्राभेल गरेको बिगारिदिन्छ। अनि त्यही भएर मैले चाहिँ के भन्छु भने टक्क एकैचोटि धेरै नगर्ने, थोरै थोरै गर्ने, ग्राभेल गरिहाल्ने, पिच पनि गरिहाल्ने कि गाइस हो। त्यसरी यो वर्ष के कति सकिन्छ हिउँदोभरिमा त्यति गरिदिने, फेरि बर्खामा स्टप गरिदिने, फेरि अर्को हिउँदो लाग्यो भने फेरि सुरु गर्ने। त्यसरी गऱ्यो भने त अनि लगभग 2-3 हिउँदोमा चाहिँ 3 वर्षमा चाहिँ खुङखानी नै पुग्छ क्या है। त्यो कारणले चाहिँ 3 वर्षमा खुङखानी चाहिँ नपुग्दा घट्टो ढुक्रोसम्म चाहिँ पुग्छ है 3 वर्षमा। यहाँ पनि ढलानको रात चाहिँ यहाँ पानी आउँछ नि त। अब चाहिँ हामी हुँदा फेरि आइपुग्न लागिसक्यो। यहाँ मान्छेहरू के हेरिरहेको के रहेछ यहाँ मान्छेहरूले चाहिँ यहाँदेखि मान्छेहरूले के हेरिरहेको यो चाहिँ खरस्टर हो गाइस। अहिले नयाँ बने हो यो खरस्टर चाहिँ, खरस्टर नयाँ बने हो। बन्छ यहाँ चाहिँ मैले पानी हुँदा यसैलाई नै बुल्सिराङ भन्छ गाइस। पछि बल्ल थाहा भयो होइन रहेछ। आजको भ्लग चाहिँ अहिले बर्थडे पार्टीसम्म रमाइलो हुनेछ। पुरै हेर्नु होला है त गाइस, स्किप नगर्नु होला। आजको भ्लग चाहिँ लास्टसम्म हेर्नु होला। अहिले यो त यात्राको भ्लग सुरु मात्रै हो, अहिले बर्थडे पार्टीको भ्लग चाहिँ बाँकी नै छ। अहिले सिलङ प्रवेश गरिसके है। बजार भन्ने ल त गाइस ल त यो चाहिँ भाइरल डाटा त्यहाँ देख्न सक्नुहुन्छ। यो फोटो चाहिँ भाइरल डाटा जाने हो त्यहाँनिर। सबैलाई थाहा छ नै त भाइरल डाटाको बारेमा, के भनिराख्नु पर्दैन नि त। अब चाहिँ यो हो हाम्रो बुर्तिवाङ गाइस। ल हेर्नु सक्नुहुन्छ गाइस, सबको बुर्तिवाङ बजार चाहिँ दामी छ है त। वाउ
बजारहरू पनि पसलहरू पनि सबै ओपन छ आज पनि। अनि हजुरआमाले त बाटै दिनुहुन्न र भने टक्क ल यहाँ चाहिँ मकैको सिजन भइसकेको छ है, यहाँ मकैहरू पनि हुन्छ। अनि त्यो चाहिँ हाम्रो बुर्तिवाङ बजार भएर अहिले चाहिँ सुरु भएको छ बुर्तिवाङ बजारको चाहिँ। अनि बिस्तारै बाटोतिर छैन। यहाँ चाहिँ बजारमा मान्छेहरू चाहिँ धेरै धेरै छैन जस्तो लागिरहेको अहिले चाहिँ। बेसी फोटोग्राफर फोटो स्टुडियो चाहिँ सबैलाई थाहा छैन छ होला है। अहिलेको बुर्तिवाङको अवस्था चाहिँ अलिकति भित्रै छ, केही फरक पर्दैन। त्यस्तो साइड पनि नदिइरहेको छ। गाडीको साइड माग्दैछ गाडीलाई चाहिँ। हामी चाहिँ टक्क बुर्तिवाङको यो हामी जाने कता हो? हामी यताबाट जाने होइन? एकदमै अहिले बुर्तिवाङमा लाग्छै भिड छ गाइस है। ल न्यू मोडल बोर्डिङ स्कुलका विद्यार्थीहरू चाहिँ अब चाहिँ हामी टक्क ढोरपाटनको बाटोतिर लाग्दैछ। यहाँ पनि गाडीहरूको भिड छ अहिलेलाई। ढोरपाटनको पुल भएर है। ल ज्याकेट झऱ्यो। कुकुर चाहिँ मस्त सुतिरहेछ त यही। ल थै लागेर है। खोला चाहिँ खतरा धमिलो भएर यो चाहिँ कहाँदेखि धमिलो आएको? ढोरपाटन खोला बढ्यो होला नि त सायद। हामी चाहिँ त्यहाँ जानुपर्ने हुन्छ अहिले। हाम्रो बर्थडे पार्टी भएको ठाउँ चाहिँ त्यो हो, बर्थडे पार्टीको ठाउँ। त्यसलाई चाहिँ तारिखेत भन्छ। हामी चाहिँ अहिले यो बुर्तिवाङको ढोरपाटन टिकारा चाहिँ जाने ठाउँ पुलमा छौँ भनौँ न। पुलमा छौँ हामी चाहिँ अहिले। यहाँदेखि यता चाहिँ ढोरपाटन जान्छ। अनि त्यो चाहिँ उता खुङखानी नर्जाको बाटो। अनि त्यो भाइरल डाटा भयो सुरु हुँदैछ। सो अब हामी चाहिँ अलिकति बर्थडे पार्टीमा लाने गिफ्टहरू किन्न पर्ने हुन्छ। हामी चाहिँ अब टक्क सामानहरू किन्न जानुपर्ने हुन्छ अब गिफ्टहरू। अनि मैले चाहिँ कपाल काट्नुपर्ने हुन्छ। कपाल चाहिँ
पार्ने है अवस्था मेरो यस्तो छ अहिलेको अवस्था चाहिँ हाम्रो बाइक मेरो बुद्धि भयो अगाडिको चाहिँ छिटो हेर भने लजेर यो कुकुरले हेरिदिएर भन्ने मलाई त मैले बुढीलाई हेर भनेको यो कुकुरले पो हेरिरहेको छ मलाई त जो भयो भने हामीले बाल छैन नि त है तर हाम्रोतिरबाट यो खोला चाहिँ बढिरहेको थिएन यो ढोरपाटनतिर बढ्यो होला सायद यस्तो धमिलो खोला आइरहेको छ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यताको भ्यूहरू टक्क पूर्ति भाग है त यो चाहिँ आमा ल अब चाहिँ हामी गिफ्टको लागि किन्न जाँदैछौँ अनि प्लस मेरो कपाल काट्न जाँदैछौँ सरी बाल काट्न जाँदैछौँ अनि हामी अगाडिको भिडियोहरू आउँछ है त बर्थडे पार्टीमा चाहिँ टक्क है त गाइस अहिलेलाई यति नै गाइस बाई दिदी ठुलो मान्छे हो नि अनि दिदीले म बनाउँछु अहिले समय दैला त्यो अर्को पनि ह्याप्पी बर्थडे भन्नु त ह्याप्पी इनको भएन नि त सक्यो अब कसलाई फर्स्टमा कसलाई खुवाउँछ है रक्सीले है कसलाई खुवाउने तिमी मेरो बुक कसलाई खुवाउँछ है सकेपछि राख्दिनु ल म भिडियो बनाउँछु ल ल ल ल ल फुल गाइछ दिन्छ त्यो जुत्ता पालिन्छ है अब त्यो छुनु अबे बिबी भरेनीहरू त ल उठुको टीका लगाउनुस् ल कस्तो भएको छ नि त यता हेर त भरेनी तिनजनामा कसको बर्थडे हो कसको बर्थडे हो तिनजनामा कसको हो बर्थडे हो ल ल म केक खुवाइदिन्छु ल ल बनाइदेऊ ल अब भरेनीलाई म केक खुवाइदिन्छु है खै चक्कु टीका लगाइदेऊ टिका पनि रहेछ चक्कु त बुल्टो पो रहेछ त कसलाई लगाइदिनु टिका खै बिचकोलाई पहिले ल तिनको त टिका लगाउनु पहिला त ल ल भरेनी आशीर्वाद छ धेरै खोइ त बिलियन रुपैयाँ जिम्मा पत्का के त्यही ठुलो मान्छे भन्ने भरेनी तिनचोटि लगाउनु अरे ल तिमीलाई पनि लगाइदिन्छु रुका पालै पाला है ल मनाइन्छ ल तिमीले नि खुवाइदिउ रश्मि बर्थडे अब त तिमीलाई त पक्न है अनि पनि केक